बिरामीहरूको विषय, कारागारमा कैदीबन्दीहरूका विषयमा आफ्नो एफएमले स्वास्थ्य परीक्षण लगायतका कामहरू, विभिन्न कामहरू, उपचार नपाएका विभिन्न नागरिकहरूको आवाजलाई आफ्नो रेडियो कार्यक्रम मार्फत सम्बोधन गरेर औषधि उपचारमा सहयोग गर्ने जस्ता सामाजिक सेवाका कामहरू पनि सँगै गरिराखेको छ। आगामी दिनमा पनि यस्ता कामहरूलाई निरन्तरता दिन सकोस् म शुभकामना दिन चाहन्छु। र अहिले रेडियोहरू सङ्कटमा छन्। सङ्कट यस मानेमा छन् कि सूचना र सञ्चारको प्रवाहमा रेडियो पहिलो माध्यम हुन्थ्यो। अहिले त्योभन्दा अगाडि हाम्रा यो सोसल मिडिया प्लेटफर्महरूले यति धेरै सूचना प्रवाह गरिराखेका छन् कि तिनीहरू चुनौतीको रूपमा आइराखेका छन्। यस मानेमा कि त्यहाँ यी प्लेटफर्महरू यो इन्फर्मेसन सूचना प्रवाह गर्ने बाढीको रूपमा जसरी आएका छन्, त्यहाँ त्यो बाढी चाहिँ सही सूचना, त्यो बाढीमा सही सूचना छैन। मिसइन्फर्मेसन र डिसइन्फर्मेसन वितरण गर्ने माध्यमका रूपमा स्थापित भएका छन्। त्यसले गर्दा हाम्रो समाजलाई गलत सूचनाको गलत प्रभावले हाम्रो समाज विभाजित भएको छ। नकारात्मक सोच विकास भएको छ र हरेक वस्तुलाई नकारात्मक पाटोबाट मात्रै विश्लेषण गर्ने र हेर्ने मनोविज्ञान विकास भइरहेको छ। त्यहाँ प्रवाह हुने सूचनामा कुनै गेट किपिङ छैन, सम्पादन छैन, जसले गर्दा हरेक मान्छेका हात हातमा चाहिँ त्यो मिडिया छ। त्यहाँ जे मन लाग्छ त्यो प्रवाह हुन्छ। त्यसले समाजमा, परिवारमा र स्वयं व्यक्ति प्रवाह गर्ने व्यक्ति आफैप्रतिको धारणामा कस्तो असर पारेको छ भनेर त्यो हेरिराखिएको छैन। हाम्रा सञ्चार माध्यमहरूमा गेट किपिङ छ। छनौट भएका, भेरिफाई भएका सूचनाहरू मात्रै जान्छन्। त्यसो भएको हुनाले अहिले चाहिँ सञ्चार माध्यमहरूबाट प्रवाह हुने सूचना चाहिँ पछि अगाडि सोसल मिडिया प्लेटफर्महरू कुदिराखेका छन्। त्यो चुनौतीलाई, त्यो पहिलो पटक पुग्ने गलत इन्फर्मेसन बाट मान्छेले बनाउने धारणालाई चिर्नका लागि पनि हामी सञ्चार माध्यममा काम गर्ने मान्छेहरू अझ बढी सशक्त, अझ बढी प्रभावकारी र यो मिडिया टेक्नोलोजी, यो प्रविधिलाई चाहिँ प्रयोग गरेर सही सत्य तथ्य सूचनाहरू चाहिँ सकेसम्म चाँडो प्रवाह गर्ने गरी हामी अगाडि हिँड्नुपर्ने चुनौती आइराखेको छ। अब रेडियोहरू पहिला रेडियोको मेगाहर्ज ट्युनिङ गरेर मात्रै सुन्नुपर्ने अवस्थाबाट हामी फेसबुकमा रेडियो सुनिराखेका छौँ, इन्स्टाग्राम र उसमा भिडियो हेरिराखेका छौँ। त्यसो भएको हिसाबले हामीले मल्टिमिडियाहरूको प्रयोग गरेर रेडियोलाई चाहिँ, रेडियोका कन्टेन्टहरूलाई चाहिँ, सही सूचनाहरूलाई चाहिँ जतिसक्दो धेरै प्रवाह गर्न सक्छौँ, त्यति धेरै समाजमा चाहिँ सकारात्मक सन्देश प्रवाह हुने निश्चित छ। अहिले हामी चाहिँ यो मिसइन्फर्मेसन विरुद्ध लड्नुपर्ने छ। अहिले चाहिँ यो डिजिटल वारले पत्रकार र पत्रकारितामाथि चाहिँ एउटा आक्रमणको स्थिति छ कि सत्यभन्दा बढी गलत प्रवाह गर्ने र गलतलाई सत्य साबित गर्ने चाहिँ प्रोक्सी वारहरू सुरु भएको छ। त्यसका विरुद्ध हामी रेडियो कर्मीहरू अझ बढी सशक्त भएर अझ बढी सूचनाहरूलाई भेरिफाई गरेर त्यसलाई चाहिँ फ्याक्ट चेक गरेर मात्रै प्रवाह गरेर समाजलाई सही सूचना दिनुपर्ने हाम्रो दायित्व अरू बढेको छ। त्यतातिर आगामी दिनमा आफ्नो एफएमले अरू प्रभावकारी कामहरू गर्न सकोस्, त्यो शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। शब्द अनि सँगसँगै शुभकामना व्यक्त गरेर जानुभएको लागि यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब भने हामी फेरि पनि एउटा कविता सुन्नेछौँ अनि यो हाम्रो शीर्ष 4मा पढ्न सफल प्रतियोगी शीर्ष 4मा पढ्न सफल कविता रहनेछ र कविता वाचन गरिदिनु हुनका लागि मानेभन्ज्याङ गाउँपालिका 4बाट आउनुभएका भूमिका राईज्यूलाई यो समय म प्रदान गर्न चाहन्छु। धन्यवाद। सर्वप्रथम मलाई यहाँ बोल्ने सुनौलो मौका दिनुभएकोमा। मेरो कविताको शीर्षक रहेको छ मेरो जिल्लाको गुन्जन आफ्नो एफएम। ओखलढुङ्गाको पहाडी काख, थुम्का र पाखाहरूमा गुन्जिन्छ एउटा न्यानो स्वर बस्ती र शाखाहरूमा। 18 वर्षको अटुट यात्रा, भरोसाको एउटा नाम, सबैको प्रिय, सबैको साझा आफ्नो एफएमलाई सलाम। सडक पुग्नुभन्दा अगाडि मेरो गाउँमा आवाज पुग्यो, अध्यारो ती बस्तीहरूमा एउटा नयाँ साझा खुल्यो। ओखलढुङ्गाको माटोमा 18 वर्षको यो नाता छ,
आफ्नो एफएमसँग हाम्रो मुटुको गहिरो सम्झौता छ। बिहानै उठ्दा रेडियो खुल्छ समाचारको लहर बोकी, गाउँ बेसीका समस्यालाई निर्धक्कसँग पोखी। कहिले गीत, कहिले सङ्गीत, कहिले ज्ञानका कुरा, अँध्यारो चिने सूचना ल्याई बनाउँछ सपना पुरा। किसानको साथी बुढापाकाको लौरी, बालकको खुसी यही, समाज फेर्ने अठोट बोकेको सारथी हाम्रो यही। ज्वरोले शरीर तातिरहोस् या घाँटीमा समस्या आओस्, तर रेडियोको नमस्कारले कसैको बिहानी नबिराओस्। यो केवल यन्त्र मात्र होइन, यो त एउटा पाठशाला हो, न्याय नपाउने दुखीहरूको बोल्ने एउटा सहारा हो। बाढी आउँदा सचेत गराउने, खडेरीमा आशा जगाउने, रेडियो नै हो त्यो साथी जसले आँसु पुछी मुस्कुराउने। 18 वर्षको यो यात्रा अझै धेरै अघि बढ्दै जाओस्, आफ्नो एफएमको मधुर स्वर सधैँ घर घरमा गुन्जिरहोस्। धन्यवाद। मन्तव्यतर्फ नै जानेछौँ र यस समय चाहिँ हाम्रो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि कविता प्रतियोगिताको निर्णायक रूपमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुने साहित्यकार तथा शिक्षक युवराज दाहालज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि आमन्त्रित गर्दछु। धन्यवाद आफ्नो एफएम परिवारलाई। आजको यस कार्यक्रमका संयोजकज्यू साथै आफ्नो एफएमका सम्पूर्ण आफ्नो एफएम कर्मी, सम्पूर्ण आमन्त्रित सञ्चारकर्मी, पत्रकारज्यूहरू अनि प्रतियोगितामा भाग लिने कविज्यूहरू, आजको यो कार्यक्रम यो ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएमले जुन यो नयाँ किसिमको प्लेटफर्म उपलब्ध गराएर यो कार्यक्रम आयोजना गरेको छ, म हृदयदेखि चाहन्छु। विशेष गरी मलाई यो प्रतियोगितामा निर्णायकको भूमिका दिएर जुन विश्वास गरेर यो भूमिका दिनुभयो त्यसको लागि पनि म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु आफ्नो परिवारलाई। अघि हाम्रो शिव ढुङ्गाना सरले भने चाहिँ अहिले सामुदायिक रेडियो मात्रै नभएर रेडियोका सञ्चार माध्यम, परम्परागत सञ्चार माध्यमहरूलाई एउटा चुनौती पक्कै थपिएको छ। यो सञ्चारको डिजिटल युगमा चाहिने नचाहिने अब अफवाहहरू पनि फैलिन्छन् र यसलाई चिर्नको लागि समाजमा आफ्नै परिचय चिनारी बनाएका रेडियोहरू, आफ्नो एफएम जस्ता रेडियोको ठुलो हात छ जुन तथ्ययुक्त सूचना प्रवाह गर्नको लागि र समुदायको आवाज अगाडि बढाउनको लागि सामुदायिक एफएमहरूको ओखलढुङ्गामा ठुलो भूमिका छ। चाहे त्यो हस्पिटलको बिरामी होस्, चाहे एउटा चाहिँ उपचार गर्न नपाएर बसिरहेको बिरामीदेखि लिएर कृषकका समस्याहरू, शिक्षाका समस्याहरू साक्षात्कार गरेर आफ्नो ग्राउन्ड लेभलदेखि नै जुन आवाज केन्द्रमा पुर्याउने काम गरिराख्नु भएको छ, यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। र यो कविता प्रतियोगिताको विषयमा भन्नुपर्दा म यो किसिमको कविता प्रतियोगितामा निर्णायक बसेको पहिलोपल्ट, म धेरै कविता प्रतियोगितामा निर्णायकको भूमिका निभाएको थिएँ। यसपालि चाहिँ भिडियो मार्फत भिडियो कविताको चाहिँ यो सुरुवात गर्नुभएछ, धेरै राम्रो प्लेटफर्म लाग्यो र त्यहाँ हेर्दाखेरि जति कविताहरू आउनु भएको थियो सबै 101 हुनुहुन्थ्यो। यो राष्ट्रिय स्तरको कवि गोष्ठीमा वाचन गर्ने भन्दा पनि उत्कृष्ट कविताहरू थिए। अब पहिला कविता प्रतियोगिता प्रज्ञा प्रतिष्ठानले मात्रै राष्ट्रिय कविता भनेर आयोजना गर्थ्यो वर्षमा एकपल्ट। त्यतिखेर सञ्चार माध्यमहरू अत्यन्तै कम, हाम्रो गाउँघरसम्म नआइपुगिने, त्यहाँसम्म पहुँच नहुने, त्यसले हाम्रो त्यति पहुँचमा थिएन। तर अहिले आफ्नो एफएमले जसरी यो भिडियो कविता भनेर सुरु गर्नुभएको छ, यसको लागि चाहिँ एउटा राम्रो प्लेटफर्म साहित्यकारहरूलाई उपलब्ध भएको छ र ती कविताहरू अत्यन्तै उत्कृष्ट, अत्यन्तै राम्रो थियो। त्यसमध्येबाट विभेद छुट्याउन पनि धेरै केही क्राइटेरियाहरू त निर्धारण गरिएका थिए, तर पनि त्यो धेरै गाह्रो विषयवस्तु थियो र त्यसका बावजुद पनि शीर्ष 4मा पर्न सफल हुनुभएको छ। म सम्पूर्ण सहभागीहरूलाई र शीर्ष 4मा पर्न सफल सम्पूर्णलाई म बधाई तथा हार्दिक धन्यवाद दिन चाहन्छु र मेरो यो छोटो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। नगरपालिका 5बाट
वीरेन्द्र ग्यावा तामाङज्यूलाई यस समय उहाँको आफ्नो कविता वाचन गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्दछु। धन्यवाद व्यक्त गर्छु। सुरुमा आफ्नो एफएमलाई यो जन्मोत्सव मनाइराख्नु भएको छ। धेरैको ढुकढुकी आफ्नो एफएमलाई म जन्मदिनको शुभकामना व्यक्त गर्छु र जति हामी यहाँ बोलिरहेका छौँ यो आवाजलाई यो अवसरको रूपमा होइन उहाँहरूले एउटा योगदान दिनुभयो। वीरगति प्राप्त सबै शहीदहरूलाई सम्झँदै म मेरो कविता प्रस्तुत गर्छु। मेरो कविताको शीर्षक गुन्जिरहेको एउटा आवाज। यो बदलिदो परिवेशमा आधुनिकतासँगै आएका युट्युब, फेसबुक र टिकटक जस्ता कैयन डिजिटल प्लेटफर्महरूले आवाजहरूको घाँटी थिचिरहेको बेला सती साल झै उभिएर गुन्जिरहेछ एउटा भुइँ मान्छेको आवाज। यो बेला म डढेलो निभाउन आफ्नो चुच्चोमा पानी ओसारिरहेको एउटा उही सानी भँगेरी सम्झिरहेछु, जसले डढेलो निभोस् ननिभोस् आफ्नो कर्तव्य इमान्दारीपूर्वक निभाइरहेथ्यो। अनि गोठ अनि झुप्रोको खाँबामा झुन्डिरहेको थोत्रो रेडियोभित्रबाट स्पष्ट गुन्जिरहेको एउटा आवाज सम्झन्छु, आफ्नो एफएम 104.8 मेगाहर्ज, जसले भगिरी चाहिँ आफ्नो जिम्मेवारी र दायित्व सम्झिरहेछ र दुनियाँलाई उसै गरी सम्झाइरहेछ मानव हुनुको दायित्व। उसले बोल्न नसक्नेहरूको आवाज बोलिरहेछ, ठाउँमा पुग्न नसक्नेहरूको आवाज ठाउँसम्म पुर्याइरहेछ, लडिरहेकाहरूलाई उठाइरहेछ। ऊ आफ्नो भनेर आँखा चिम्लिँदैन, ऊ आफ्नो भनेर आँखा चिम्लदैन, अर्काको भनेर खैरो खन्दैन। कालो कालै हो भन्छ, खबरदारी गरिरहन्छ, साँच्चै अँधेरीको जुनकिरी दीप झैँ चम्किँदै नदी सुसाइ झैँ आफ्नै लय र गतिमा गुन्जिरहेछ दुखी गरिबहरूको आवाज, असहायहरूको आवाज, आफ्नो एफएम 104.8 मेगाहर्ज। यस्तो लाग्छ ऊ फुलबारीहरूको माली हो, पहरेदार हो। तरङ्गमा गुन्जिरहेको एउटा आवाजभित्र वर्षौंदेखि गुन्जिरहेछ विद्रोह, चेतना, पहिचान अनि समताको बुलन्द आवाज। अझ युगौं युग गुन्जिरहोस् चेतना, विद्रोह र परिवर्तनको दिव्य आवाज। धन्यवाद। सँगै मेरो कविता सकिन्छ। यो अवसरको लागि सबैले म धन्यवाद व्यक्त गर्छु। धन्यवाद। भएको जस्तो फिल भइरहेको थियो। अनि जब कविताको भिडियोहरू आउँदै थियो हामी उत्साहित थियौँ, कस्तो खालको कविता आउने हो है, हामीले आफ्नो एफएमले खेलेको कस्तो भूमिका हो, हामी आफैलाई पनि हामी काम गरिरहँदाखेरि चाहिँ कस्तो काम गर्दै रहेछौँ त समाजमा भन्ने कुरा हामीलाई उत्साहित पनि थियौँ। अनि कविता आउँदै गर्दाखेरि हामी खुसी पनि थियौँ। अनि हामीले सोचेका पनि थिएनौँ कि यति धेरैजनाले हाम्रो आफ्नो एफएमको भूमिका विषयमा रहेर कविता लेख्नुहुन्छ अनि पठाउनुहुन्छ भनेर। अनि जब कविताहरू हामी सुन्दै थियौँ भावुक हुँदै थियौँ। अनि आज साँच्चै भन्नुपर्दाखेरि कविताहरू अघिदेखि सुन्दाखेरि मनबाट खुसीसँगै त्यो खुसीको आँसु नथामिएको हो कि जस्तो फिल भइरहेछ मलाई। सायद सबैलाई पनि यो भइरहेको छ, हामी जो रेडियोमा बसेर काम गर्छौँ होइन। अनि कतिवटा कविताहरूले भन्दै थियो कि न बिरामी भन्छ, न भोक भन्छ, न तिर्खा भन्छ, न गाह्रो साह्रो भन्छ है, रेडियोले बोलिरहन्छ। धेरै धन्यवाद। म यहाँभन्दा बढी भावुक हुन पनि चाहन्न है, किनभने कार्यक्रम हामीले सकाउनु पर्नेछ। त्यसै गरी म यस समय चाहिँ आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ओखलढुङ्गाका कार्यवाहक अध्यक्ष तथा भिजन एफएमका स्टेसन म्यानेजर र आफ्नो एफएमका पूर्व कर्मी रविन श्रेष्ठज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि अनुरोध गर्दछु। धन्यवाद मिना मिस। आजको यो पुरस्कार वितरण समारोह कार्यक्रम सँगसँगै यो आफ्नो एफएमको 17औं वर्षन्त पुरा गरी 18औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रमको संयोजकज्यू एकदमै मान्य हाम्रो अभिभावक विजय सर, त्यसै गरी कोशी प्रदेशका हाम्रा अपरापका कोशी प्रदेश अध्यक्ष टेक बहादुर सर र यस
कार्यक्रममा जुन कविता वाचनको निर्णायक मण्डलमा रहनुहुने हाम्रो युवराज सर र सम्पूर्ण पत्रकार साथीहरू, थोरै सम्झन मन लाग्यो। यहाँ अघि सुरुदेखि नै मलाई भिजनकर्मी हामी आफ्नो फिल्म भन्दा एकदमै खुसी लागेको छ। र जुन आफ्नो फिल्ममा हामीले सुरुवातीदेखि काम गऱ्यौँ, सुरुवातमै भन्न चाहे, आज हाम्रो अध्यक्षज्यूले पनि यहाँ नहुनु भए पनि उहाँले एकदमै सम्झिनु भएको थियो। म गएको छु भन्दाखेरि अब मेरो पनि शुभकामना सुनाइदिनुहोस् भन्नुभएको हाम्रो पत्रकार महासङ्घ अध्यक्षज्यूले। उहाँ पनि हाम्रो रेडियोको कर्मी हुनुहुन्छ। त्यस्तै गरी हाम्रो एसबी सर, सबैजना साथीहरूले चाहिँ, सरहरूले चाहिँ आज उहाँहरू आउनु नपाए पनि हामी सँगै काम गरेको एउटा ठाउँ हाम्रो घरमा, आज हामी छुट्टिएर गए पनि, हामी अर्कोतिर गए पनि हाम्रो घरमा अझै पनि हाम्रो घरै हो भनेर उहाँले सम्झिरहनु भएको छ। पुनः उहाँहरूको शुभकामना पनि मैले यस कार्यक्रममा राखिदिएँ। र धेरै कुराहरू आइसकेको छ। आफ्नो फिल्मले 17 वसन्त पुरा गरिसक्दाखेरि 18 वसन्तमा आउँदाखेरि धेरै कामहरू गरेको छ। यहाँ हाम्रो अगाडिको सरहरूले पनि भनिसक्नु भएको छ। समाज रूपान्तरको कुरादेखि लिएर आवाजबिनहरूको आवाजलाई पनि आफ्नो फिल्मले गरिरहेको छ। र म आज धेरै बोल्न चाहन्न, धेरै कुराहरू पनि आइसकेको छ। र सिङ्गो अब हामी सञ्चार जगतमा एउटै क्षेत्रमा काम गर्ने भएको हुँदाखेरि आउने दिनहरूमा चाहिँ जिल्लामा रहेका रेडियोहरू अनि महासङ्घ चाहिँ सँगसँगै अगाडि बढ्नेछ। र सबैको कुराहरूको चाहिँ एउटै एजेन्डा बनाएर सञ्चारको भूमिकामा हामी महत्त्वपूर्ण भूमिका खेल्न सकौँ भन्ने शुभकामना दिँदै पुनः, र अहिले जति पनि 4जना साथीहरूको यो कविता वाचन सुनिराख्दाखेरि एकदमै खुसी लागेको छ। आफ्नो फिल्मले के कति कामहरू गरेको रहेछन् भन्ने कुराहरू चाहिँ कविताबाट पनि आइसकेको छ। र पुनः 4जना सर्जकहरूलाई पनि हार्दिक धन्यवाद भन्दै मेरो यो छोटो शुभकामना मन्तव्य यहीँ टिप्छु। हस्त, धन्यवाद, नमस्कार। हुन्छ, धेरै धेरै धन्यवाद। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ओखलढुङ्गाका कार्यवाहक अध्यक्ष तथा हाम्रा आफ्ना फिल्मका पूर्व कर्मी रविन श्रेष्ठज्यूलाई आफ्नो शब्दद्वारा शुभकामना व्यक्त गरिदिनु भएको लागि धेरै धन्यवाद। र उहाँ रहँदै गर्नुहुँदाखेरि हाम्रो जग पनि सायद उहाँहरू नै हुनुहुन्छ भन्ने लाग्छ। रविन, धनु, बिनु, अनि यस समय हामी बिनु दिदीलाई पनि सम्झँदछौँ है। यसै गरी हामी प्रतियोगी शीर्ष 4मा पढ्न सफल अर्को कविता यो अन्तिम कविता रहेको छ। अनि सुनकोशी गाउँपालिका 10बाट इन्दिरा सापकोटा ज्यूको कवितालाई वाचन गरिदिनु हुनको लागि म यस समय आमन्त्रित गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिका ज्यू, आदरणीय सभाका सभापति महोदय, प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिज्यूहरू, मेरा कविताका हरफलाई छुट्याउनु हुने निर्णायक मण्डलज्यू, आफ्नो एफएम रेडियो 104.8 मेगाहर्जको यो 18औं वार्षिक उत्सवलाई सफल पार्न उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा, खुल्ला भिडियो कविता प्रतियोगितामा शीर्ष 4मा पर्न सफल म सुनकोशी गाउँपालिका 10 ओखलढुङ्गाबाट इन्दिरा सापकोटाको न्यानो अभिवादन। मानव विकास तथा सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जले भिडियो कविता प्रतियोगिता गरी सुनौलो अवसर प्रदान गर्नुहुने आफ्नो एफएम टिमप्रति हार्दिक आभार व्यक्त गर्दै आजको मेरो कविताको शीर्षकतर्फ हजुरहरूको ध्यान आकर्षण गराउन चाहन्छु। आजको मेरो कविताको शीर्षक रहेको छ आफ्नो एफएमले समाजमा दिएको भूमिका। म मेरा कविताका भावहरू यसरी पोख्न चाहन्छु। देश विदेशका समाचार सधैँ कानमा गुनगुनाउने, देश विदेशका समाचार सधैँ कानमा गुनगुनाउने, एक्लै हुँदा दुःख पर्दा साथी बनी साथमा आउने, कृषि, स्वास्थ्य, शिक्षा, अपाङ्ग र अधिकार चेतनाको दीप बाल्छ, ल्याउँछ ताजा समाचार, चेतनाको दीप बाल्छ, ल्याउँछ ताजा समाचार। निष्पक्ष र शान्तितर्फ डोर्याउन मद्दत गर्दै, निष्पक्ष र शान्तितर्फ डोर्याउन मद्दत गर्दै, द्वन्द्व हिंसा अन्त्य गर्न हरेक दिन ज्ञान छर्दै, बिहानको 5 देखि बेलुकीको 10 बज्छ, ऊर्जाशील शक्ति छर्छ समाजसँगै बाँच्छ, ऊर्जाशील शक्ति छर्छ समाजसँगै बाँच्छ। न त थकान मेट्छ कहिले न त भन्छ चाडपर्व, न त थकान मेट्छ कहिले न त भन्छ चाडपर्व, हामी सँगै हाँस्छ गाउँछ यसैमा छ गर्व। हरेक दिन फरक फरक कार्यक्रम ल्याउने गर्छ, लुकिएका प्रतिभाले अवसर पाउने गर्छ, लुकिएका प्रतिभाले अवसर पाउने गर्छ। समुदायकै हितका लागि सेवा दिँदै आएको छ, समुदायकै हितका लागि सेवा दिँदै आएको छ, तपाईँ हाम्रै मनको आवाज संसारभरि फैलिएको छ। हिजो भन्दा आज राम्रो सेवा दिँदै आएको छ, यसैले त समाजमा परिवर्तन छाएको छ, यसैले त समाजमा परिवर्तन छाएको छ।
18औं वर्षसम्म मानव विकास गर्दै आयो। 18औं वर्षसम्म मानव विकास गर्दै आयो। हत्या हिंसा अन्त्य गर्न शान्तिको दीप छर्दै आयो। मेहनत गर्छ, लागि पर्छ, सफल हुन भनेपछि हिम्मत जुट्छ, साहस जाग्छ आफ्नो एफएम सुनेपछि। हिम्मत जुट्छ, साहस जाग्छ आफ्नो एफएम सुनेपछि। अधिकार र न्याय खोज्न सबको ध्यान जाओस्। अधिकार र न्याय खोज्न सबको ध्यान जाओस्। हाम्रै आवाज सुन्ने एफएम अझ अब्बल हुँदै जाओस्। आफ्नो एफएम रेडियो 104.8 मेगाहर्ज। घर घरमा सुन्ने गरौँ गरी यसलाई सर्च। घर घरमा सुन्ने गरौँ गरी यसलाई सर्च भन्दै आफ्नो एफएमको यो 18औं वर्षको उत्सवको यहाँहरूलाई शुभकामना दिँदै बिदा हुन चाहन्छु। नमस्कार। यस कार्यक्रमका संयोजक विजय मानन्दरज्यू, नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गा शाखाका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठज्यू, प्रधानाध्यापक तथा बौद्धिक व्यक्तित्व युवराज दाहालज्यू, यहाँ उपस्थित हुनुभएका मेरा मित्र शिव ढुङ्गानाज्यू, राजकुमार कार्कीज्यू, हाम्रो वीरेन्द्र तामाङज्यू, हाम्रो निश्चल भाइ लगायत यहाँका स्टेसन म्यानेजर बिनुज्यू, मैले यस कार्यक्रममा मलाई निमन्त्रणा गरेर 2 शब्द राख्ने मौका दिनुभएकोमा आफ्नो एफएम परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। आज आफ्नो एफएमले 17 वर्ष पुरा गरेर 18 वर्षमा टेकेको छ, आफ्नो पाइला अगाडि बढाएको छ। कति चाँडै 18 वर्ष पार भएछ। मैले आज धेरै कुराहरू बोल्दिनँ किनभने रेडियोका आफ्नै समस्या छन्। यो सूचना र सञ्चार अझ ओखलढुङ्गाको सवालमा त एउटा युगै हामीले चाहिँ पार गरेछौँ भन्ने लाग्यो। विजय सरसँग आज म यहाँ बोलिरहँदाखेरि उहाँसँग भेट भएकै आज 18 वर्ष भएछ है। मैले अलिकति विगतलाई सम्झिन चाहेँ। अहिले साथीहरूले भन्नुभयो आफ्नो रेडियो स्थापना गर्दाखेरिदेखि हामी सँगसँगै छौँ, चाहिँ आज यो सँगसँगै भएको नि 18 वर्ष भएछ। म आफू पनि पहिलेदेखि नै ओखलढुङ्गाको सवालमा भन्नु पर्दाखेरि मैले अलिकति छोटो बोल्छु भनेको थिएँ, तर मलाई आज अलिकति बोल्नै मन लाग्यो। 15 मिनट जति चाहिँ म बोल्ने नै भएँ किनभने विगतलाई सम्झियो भने अलिक रमाइलो होला जस्तो लागिरहेको छ। मैले सबै साथीहरूको अनुभवमा आफूसँग छ, त्यसो भएकोले मैले यो सम्झिनुपर्छ भन्ने लागिरहेको किनभने यो प्रसारण पनि भइरहेकोले ओखलढुङ्गाको रेडियोको अथवा सूचनाको कुरा चाहिँ कस्तो थियो भनेर साथीहरूलाई सुनाउनुपर्छ जस्तो लाग्यो। र मैले केही साथीहरू त यहीँ छौँ, केही साथीहरू बाहिर हुनुहुन्छ, ती साथीहरूलाई पनि सम्झिनुपर्छ। हामी 2062-63 को जनआन्दोलन सुरु भयो। सुरु हुँदै गर्दाखेरि ओखलढुङ्गैमा जन्मिएर काठमाडौँ गएर पत्रकारिता गर्ने साथीहरू चाहिँ धेरै हुनुहुन्थ्यो। आज पनि तपाईँ काठमाडौँको साथीहरूलाई सम्झिने हो भने ओखलढुङ्गाबाट काठमाडौँमा पत्रकारिता गर्ने साथीहरू 700 भन्दा माथिको हाराहारीमा हुनुहुन्छ। अस्ति एकजना हाम्रो चेतनाथ धमला सर हुनुहुन्छ, उहाँहरूको त यो साहित्य क्षेत्रमा पनि काम गर्नुहुन्छ र पत्रकारिता क्षेत्रमा पनि काम गर्नुहुन्छ। उहाँले एउटा बुक निकाल्नु भएको छ। 700 भन्दा बढी साथीहरू काठमाडौँमा कार्यरत हुनुहुन्छ। तर ओखलढुङ्गाको सवालमा त्यतिखेरसम्म ओखलढुङ्गैबाट पत्रकारिता गर्ने साथीहरू एकदम कम हुनुहुन्थ्यो भन्दा नि हुन्छ। र 2062-63 को जनआन्दोलनपछि तपाईँको चाहिँ हामी जुन भूमिकामा पहिलोचोटि आफ्नो एफएमले तपाईँको स्थापना गरेर 2065 सालबाट तपाईँको सुरु गर्यो, त्यो सँगसँगै हामी छौँ। र मैले अलिकति सम्झना चाहेँ, हामी यहाँ रेडियो बजाउँदै गर्नुहुन्थ्यो, आफ्नो एफएम अब बजाउनु भर्खर सुरु गर्नुभएको थियो। हामीले पनि एउटा टिमले पनि रमाइलो सामुदायिक रेडियो सञ्चालन गरिरहेका थियौँ। र एउटा टिम अर्को साथीहरूले मेघहरी, लीला श्रेष्ठ लगायतका साथीहरूले ओखलढुङ्गा रेडियो सञ्चालन गर्ने तयारीमा हुनुहुन्थ्यो। र विजय सरसँग चाहिँ खास गरी म त्यो रमाइलो सामुदायिक रेडियो अहिले सञ्चालनमा छैन, त्यो भवन निर्माण गर्दै गर्दाखेरि हामी त्यो डाँडामा कतिको याद गर्नुहुन्छ हाम्रो बिनुजी, विजय सर, हामी त्यहाँ गएर एउटा कोअर्डिनेसन खालको मिटिङ गरेका थियौँ। र रमाइलो सामुदायिक रेडियोमा चाहिँ हाम्रो शिव सर, राजकुमारजी लगायतको म सहितको एउटा टिम थियो। र हामीले सुरु गर्दाखेरि चाहिँ रेडियोबाट होइन, हामी सुरुमा तपाईँको चाहिँ म चाहिँ पत्रकारितामा ओखलढुङ्गैमै रहेर गर्नुपर्छ किनभने काठमाडौँ गर्न त धेरै साथीहरू हुन्छ भन्ने हिसाब भएपछि मैले चाहिँ 64 सालतिर हिमागङ्गा सन्देश भन्ने चाहिँ पत्रिका तपाईँको चाहिँ रावदोलबाटै सञ्चालन गर्थेँ। युवराज सर अहिले उहाँ तपाईँको चाहिँ पेसामा शिक्षक हुनुहुन्छ, तर उहाँहरूले लिखु सुसेली होइन सर, लिखु सुसेली भनेर तपाईँको चाहिँ सुरु गर्नुहुन्थ्यो। अनि शिव सर चाहिँ पढाइको क्रममा खोटाङमा हुनुहुँदो रहेछ।
उहाँ चाहिँ सानसानो होइन, अहिले पनि त तपाईँको चाहिँ उ छ सानसानो एउटा सानो फुच्चे तपाईँको चाहिँ ओखलढुङ्गामा एउटा डायरी बोकेर मात्रै पत्रकारिता गर्ने भनेर तपाईँको चाहिँ हाम्रो भेटमा थियो। अहिले कस्तो यो बस्ती पनि थिएन तपाईँको ओखलढुङ्गामा। सह्याद्री सामुदायिक रेडियोका व्यवस्थापक टेक बहादुर खड्काज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब पनि हामी कार्यक्रमको सबैभन्दा प्रतीक्षित चरणमा आएका छौँ, जो चाहिँ हामीले सामाजिक सञ्जाल मार्फत खुल्ला भिडियो प्रतियोगिता गरेका थियौँ, जसमा चाहिँ हाम्रो जम्मा 29वटा भिडियो प्राप्त भएको थियो। त्यो भिडियो मार्फत पनि आज हामीले शीर्ष 4 जनालाई यहाँ उपस्थित गराइकन कविता वाचन गराइकन आज हाम्रो जुन पुरस्कार हामीले तोकेका थियौँ त्यो पुरस्कार सँगसँगै प्रमाणपत्र वितरणको समय भएको कारणले गर्दाखेरि यस समयमा हामी जान चाहन्छौँ। अनि हामीलाई निर्णायक भूमिकामा रहेर निर्णय गरिदिनु भएको लागि हाम्रो आदरणीय साहित्यकार शिक्षक द्वय सोमनाथ पौडेलज्यू र युवराज दाहालज्यू पनि उपस्थित हुनुहुन्छ। अनि म युवराज दाहालज्यूलाई पनि हाम्रो प्रतियोगीहरूलाई पुरस्कार वितरण गरिदिनु हुनको लागि अनुरोध पनि गर्दछु। साथै सोमनाथ पौडेलज्यू चाहिँ हाम्रो माझमा आज उपस्थित हुन सक्नु भएन, उहाँको आफ्नो स्वास्थ्य कारणले गर्दाखेरि उहाँ यहाँ ओखलढुङ्गा जिल्लामै नहुनु भएको कारण उहाँ उपस्थित हुन सक्नु भएन। हामी उहाँलाई सम्झिँदैछौँ र हामीले कविता पनि सुनेका छौँ। हाम्रो प्रथम, द्वितीय, तृतीय र सान्त्वना हामीले 4 जनालाई छानेका छौँ। यस समय चाहिँ हामी ढिला नगरी हाम्रो 4 जना प्रतियोगीको मुटुको धड्कन नबढाइकन ढिला नगरी हामी सान्त्वना पुरस्कार प्रदान गर्न गइरहेका छौँ र यसको लागि हाम्रो युवराज दाहालज्यूलाई अगाडि आइदिएर पुरस्कार वितरण गरिदिनु हुन पनि अनुरोध गर्दछु। र हाम्रो सान्त्वनामा पढ्न सफल हुनुहुन्छ? एनी गेसेस? कसैले गेस गर्न चाहनुहुन्छ? ल, त्यसको मतलब मैले भन्नुपर्ने हुँदो रहेछ। र हाम्रो सान्त्वना स्थान हासिल गर्न सफल हुनुहुन्छ प्रतियोगी सुनकोशी गाउँपालिका 10 कटुन्जेबाट इन्दिरा सापकोटा। उहाँलाई हार्दिक बधाई सँगै आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र पुरस्कार वितरण गरिदिनु हुनको लागि हाम्रो शिक्षक तथा साहित्यकार युवराज दाहालज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। ल है त, उहाँले नगद रु 2000 को साथमा प्रमाणपत्र पाउँदै हुनुहुन्छ। हामी जोरदार तालीका साथ उहाँलाई बधाई व्यक्त गर्दछौँ। हजुरहरू पनि उतै जानुभयो हुन्छ। हो हुन्छ, धेरै धेरै धन्यवाद पुरस्कार प्रदान गर्नुहुने साहित्यकार तथा शिक्षकज्यू अनि पुरस्कार ग्रहण गर्नुहुने बहिनी इन्दिरा ज्यूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ढिला नगरी हामी तृतीय स्थान पढ्न सफल प्रतियोगीलाई यस समय उहाँको धड्कनलाई पनि नबढाइकन घोषणा गर्नेछौँ र हाम्रो तृतीय स्थान हासिल गर्न सफल प्रतियोगी हुनुहुन्छ र उहाँलाई पुरस्कार प्रदान गरिदिनु हुनको लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ओखलढुङ्गाका कार्यवाहक अध्यक्ष तथा आफ्नो फिल्मका पूर्व कर्मी रविन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। र तृतीय स्थानमा पढ्न सफल हुनुहुन्छ मानेभन्ज्याङ गाउँपालिका 4बाट भूमिका राई। उहाँलाई म हार्दिक बधाईको साथमा आफ्नो पुरस्कार र प्रमाणपत्र ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र हामी तालीका साथ उहाँलाई बधाई ज्ञापन गर्नेछौँ। हुन्छ, धेरै धन्यवाद। हाम्रो 29वटा कविता मध्ये सबै उत्कृष्ट थिएन, हाम्रो लागि महत्त्वपूर्ण थियो र यो हाम्रो लागि इतिहास पनि थियो। त्यो मध्ये पनि हाम्रो क्राइटेरिया अनुसार उहाँहरू उत्कृष्ट अङ्क ल्याएर सान्त्वना अनि थर्ड हुनु भइसकेको छ र यो चाहिँ अन्तिम
प्रथम र द्वितीय घोषणा गर्ने समय आएको छ एकैचोटि। अनि हाम्रो प्रतिस्पर्धामा हुनुहुन्छ दुवैजना एकै पालिकाका, चम्पादेवी गाउँपालिकाका हुनुहुन्छ दुईजनै। दुईजना भइसकेपछि उहाँले सल्लाह गरिसक्नु भएको होला, जसलाई भए पनि भनिसक्नु भएको छ। हुन्छ, यसै गरी हाम्रो द्वितीय पुरस्कार प्रदान गरिदिनु हुनको लागि कोशी प्रदेश सामुदायिक रेडियो प्रसारक सङ्घ कोशी प्रदेशका अध्यक्ष, सह्याद्री सामुदायिक रेडियोका व्यवस्थापक टेक बहादुर खड्काज्यूलाई अनुरोध गर्दछु। अनि आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुनको लागि र द्वितीय स्थानमा पाउन सफल हुनुहुन्छ, कसैले गेस गर्नुहुन्छ? फर्स्ट र सेकेन्ड हुनुहुन्छ उहाँहरू। ल, म ढिला नगरी द्वितीय पुरस्कारका लागि आमन्त्रण गर्न चाहन्छु चम्पादेवी गाउँपालिका। कति पढ्नुभयो? अलिक कन्फ्युज भयो म आफै। चम्पादेवी गाउँपालिका 7बाट महेश कुमार सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँलाई बधाई साथमा ठुलो तालीले स्वागत गरिदिनु अनि बधाई दिनु हुन हार्दिक अनुरोध गर्दछु। अनि पुरस्कार ग्रहण गर्न अनि पुरस्कार वितरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु हुन अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद पुरस्कार ग्रहणसँगै पुरस्कार वितरण गरिदिनु भएकोमा। अब भने चाहिँ हामी विशेष समयमा आएका छौँ अनि सायद कसैले गेस पनि गर्न सक्नुहुन्न होला। हाम्रो प्रथम स्थान हासिल गर्नुभएको छ सुनकोशी गाउँपालिका 5बाट, चम्पादेवी गाउँपालिकाबाट 5बाट वीरेन्द्र ग्याबा तामाङज्यू। हार्दिक बधाईको साथमा आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुनका लागि र पुरस्कार वितरण गरिदिनु हुनका लागि रेडियोका संयोजक विजय कुमार मानन्दज्यूलाई हार्दिक अनुरोध गर्दछु। ल, धन्यवाद यहाँहरू सबैलाई। तालिका साथमा हामी उहाँलाई बधाई ज्ञापन गर्नेछौँ। हुन्छ, धेरै धन्यवाद हाम्रा अतिथिज्यूहरूलाई पुरस्कार वितरण गरेर साथ दिनु भएकोमा। धन्यवाद हजुर। 14 भनेर के जम गर्दै पुनः चारैजना प्रतिनिधिहरूलाई ठुलो बधाईको साथमा अनि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। माया राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। मायाको चिलो ग्रहण गरिदिनु हुनका लागि यस समय नागरिक मिडियाका सम्पादक पत्रकार शिवप्रसाद ढुङ्गानाज्यूलाई हार्दिक अनुरोध गर्दछु। ल है त। यसै गरी मायाको चिलो ग्रहण गरिदिनु हुनका लागि ओखलढुङ्गा खबर.com का सम्पादक नवराज निस्किसक्नु भएको छ क्या? उहाँ निस्किसक्नु राखेको भएको जानकारी भएको छ। उहाँलाई कुनै दिन भेटेर नै उहाँको मायाको चिलो प्रदान गर्नेछौँ। यसै गरी हामी मायाको चिलो ग्रहण गरिदिनु हुनका लागि झगन खबरका सम्पादक राजकुमार कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। यसै गरी मायाको चिलो ग्रहण गरिदिनु हुनका लागि नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाका कार्यवाहक अध्यक्ष तथा भिजन एफएमका स्टेसन म्यानेजर रविन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यो पनि हो। यसै गरी मायाको चिलो
ग्रहण गरिदिनु हुनका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ कोशी प्रदेशका अध्यक्ष तथा सह्याद्री सामुदायिक रेडियोका व्यवस्थापक टेक बहादुर खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै निर्णायक भूमिकामा रहेर हामीलाई दुईजना व्यक्तित्वज्यूहरूले भूमिका खेलिदिनु भएको थियो, साथ दिनुभएको थियो। मैले अघि पनि घोषणा गरिसकेको छु, हाम्रो शिक्षक तथा साहित्यकार सोमनाथ कौडेलज्यू उहाँको अस्वस्थपनका कारण यहाँ उपस्थित हुन सक्नु भएन। उहाँको हामी सम्मानको निम्ति एकचोटि जोरदार तालीका साथ उहाँलाई सम्मान व्यक्त गर्नेछौँ। र यसै गरी हामी यस समय सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि साहित्यकार तथा शिक्षक अनि निर्णायक ज्यू युवराज दाहालज्यूलाई सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। मायाको चिनो पनि साथमा ग्रहण गरिदिनु होला अनि सँगसँगै मायाको चिनो र सम्मान पत्र वितरण गरिदिनु हुनका लागि संयोजक विजय मानन्दज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँहरूले निष्पक्ष रूपमा उहाँहरूले आफ्नो कविताहरूलाई चाहिँ निर्णय गरेर हामीलाई साथ दिनुभएको लागि हामी पुनः फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र म हाम्रो विजय मानन्द सरज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद मेनकाको लागि अझै हाम्रो कार्यक्रममा विशेष अतिथिको रूपमा आइदिनु निर्णायक सर युवराज सर, त्यसै गरी पत्रकार महासङ्घ ओखलढुङ्गाका कार्यवाहक अध्यक्ष, मेरो प्रिय भाइ, एउटै परिवार पनि भन्छौँ, भिजन कर्मी, अझै आफ्नै कर्मी, पूर्व आफ्नो कर्मी र अहिले पनि साथमा हुनुहुने रविन्द्र श्रेष्ठ, त्यसै गरिकन सामुदायिक रेडियो प्रसारक सङ्घ कोशी प्रदेशका प्रमुख अध्यक्ष टेक सर, हाम्रो शिव सर, नवराज सर, साथै आजको यस कविता वाचन यो कविता प्रतियोगिताका प्रतियोगी र विशेष प्रतियोगी भन्दा पनि विजयी प्रतियोगीहरू यहाँ सबैजनालाई धेरै धेरै नमस्कार। अनि आजको यस कार्यक्रममा उपस्थित गरिदिनुको लागि आफ्नो एफएमको बारेमा जब मैले कविताहरू सुन्दै थिएँ, म रुँदै थिएँ। यति धेरै मार्मिक शब्दहरूले हामीलाई तपाईँहरूले उचाल्नु भएको थियो, एउटा उत्साही प्रोत्साहन दिनुभएको थियो अनि हामीलाई एउटा उत्साह थपिँदै थियो। म अघि यहाँ पनि गर्दाखेरि मलाई साह्रै गाह्रो भएको थियो मेरो आँखाबाट आँसु लुकाउनको लागि, किनकि त्यो यति मार्मिक शब्दहरूले हामीलाई तपाईँले त्यो स्थान दिनुभयो आफ्नो एफले गरेको कामद्वारा। अनि मलाई यहाँ जहाँसम्म लाग्छ जति कुरा तपाईँले शब्दमा व्यक्त गर्नुभयो त्यो कुनै झुट थिएन, सत्य कुरा तपाईँले जुन राखिदिनु भयो त्यसको लागि म हृदयदेखि धन्यवाद। आफ्नो एफएम ओखलढुङ्गामा त्यसै सुरुवात भएको होइन, यस्तै कविहरूलाई सर्जकहरूलाई एउटा स्थान दिनको लागि कोही मान्छे भएर धेरैचोटि यहाँ आए जसको आवाजहरू पुर्याउनु पर्ने ठाउँमा सम्बन्धित ठाउँमा पुर्याउनको लागि कुनै माध्यम नपाइरहेको बेलामा हामीले त्यसलाई स्थान दिनुपर्छ भनेर मलाई अहिले पनि याद छ। म रविन्द्रसँग धेरैचोटि देख्छु, अब अहिले उहाँ पत्रकार महासङ्घको यहाँ कार्यवाहक अध्यक्ष हुनुहुन्छ, मलाई खुसी लागेको छ। हामी सँगै धेरैचोटि रेडियो वितरण गर्ने क्रममा हेरेका छौँ, धेरैचोटि हामी अरू कार्यक्रमको लागि हेरेका छौँ। अनि हिँड्दै गर्दाखेरि हामीले कतिजनासँग भेटेर कुरा गर्दाखेरि उहाँहरूको मुखबाट सुनेका थियौँ। मलाई एकदमै याद छ, यो ठाउँको नाम तपाईँहरू मैले बिर्सिसकेँ, यो समुदाय टेकानपुरदेखि माथिको डाँडामा हामी हिँड्दै थियौँ अनि दुईजना आमा छोरी साथी हुनुहुन्थ्यो, उहाँहरू डोको बोकेर आउँदै हुनुहुन्थ्यो। अनि रेडियोको बारेमा सोध्दाखेरि तपाईँलाई कस्तो लाग्यो, रेडियोले के गरेको छ भन्दाखेरि उहाँहरूको मुखबाट निक्लेको शब्द जस्ताको तस्तै मैले यो बताउँदा अहिले सायद त्यो शब्दहरू कतिचोटि प्रयोग गर्न पनि मिल्दैन। उहाँले भन्नुहुन्छ हामी लाटा थियौँ अहिले बाठा भएका छौँ। अनि म त अचम्म लागेको, मैले अझै कुरा बुझेको थिइनँ के बाठो भएको छ। त्यसपछि थाहा भयो कि हाम्रो रेडियोले उहाँहरूलाई बोल्न सिकाएको छ,
बोल्ने उहाँले अवसरहरू पाउनु भयो। अनि कतिजना यो हामी माथि घुम्दै जाँदाखेरि कृषकहरूसँग मैले भेटेको छु। अनि उहाँसँग कुरा गर्दाखेरि हामी त कालो अक्षर भैँसी बराबर भएका थियौँ, तर रेडियोले हामीलाई खेती गर्न सिकायो। अनि त्यो खेती गर्न सिकाएको कारणले आज हामी खेती गर्दैछौँ। अनि कतिजना हामी अपाङ्गता भएको कुराहरू सुन्यौँ। अपाङ्गता भएको व्यक्तिहरूले अस्ति यो कविता वाचन, यो कविता प्रतियोगितामा उहाँहरूले पनि यहाँ कविता पठाइराख्नु भएको थियो। कोही ओछ्यानमा सुतेर पनि उहाँले कविता लेखिराख्नु, कविता वाचन गरिराख्नु भएको थियो भने कतिजनाले दृष्टिविहीनले पनि कविता पठाइराख्नु भएको। यति मार्मिक कविताहरू हामीले पायौँ, यति मार्मिक कुराहरू हामीले सुन्न पायौँ कि रेडियोले कति धेरै एउटा योगदान पुऱ्याएको रहेछ। एक प्रकारको गर्व लागेको छ। अनि म उहाँ सबैजनालाई आज कतिजना यो हाम्रो प्रतिस्पर्धा भइसकेपछि प्रथम द्वितीय त हुन्छ नै, सबैजना जतिजना प्रथम द्वितीय हुनु भएन अथवा यो छानिनु भएन, तपाईँहरू पनि उत्कृष्ट हुनुहुन्थ्यो भनेर म आज यसै माध्यमबाट र यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकचोटि हजुरले पनि भनिसक्नु भयो, हाम्रो रेडियो हामी अझै पनि विस्तार गर्ने क्रममा छौँ। 6वटा रेडियो त हामीले सञ्चालनमा ल्याइसकेका छौँ र अर्को एउटा रेडियो पनि हामी 7औं प्रदेशमा, यो प्रदेश नम्बर 4 गण्डकी प्रदेशमा स्थापना गरिसकेपछि 7 प्रदेशमा 7वटा रेडियो हुनेछ हाम्रो। र यसको लागि चाहिँ हामी प्रयास गर्छौँ। र रेडियो अझै पनि अघि धेरै कुराहरू आइसकेको छ। डिजिटल मिडियाको डिजिटल युगमा छौँ हामी, र पनि रेडियोले चाहिँ ठुलो भूमिका निभाइरहेको छ। र रेडियोलाई पनि हामी डिजिटल माध्यममा लाने प्रयासमा पनि हुनेछौँ। र त्यसको लागि तपाईँहरूको पनि हामीलाई साथ र सहयोग चाहिन्छ। अहिले जसरी हामीले साथ र सहयोग दिइराख्नु भएको छ, यो साथ र सहयोग हामीहरूको निरन्तर रहन सकेको र हाम्रो श्रोताहरू जस्तै आज हामीलाई रेडियोबाट सुनिराख्नु भएको छ, इन्टरनेटको माध्यमबाट अनलाइनमा सुनिराख्नु भएको छ, फेसबुक लाइभबाट हेरिराख्नु भएको छ, यहाँ सबैजनालाई तपाईँहरूको साथ र सहयोगको लागि धन्यवाद दिँदै आजको हाम्रो यस पुरस्कार वितरण कार्यक्रम र 18औं वार्षिक उत्सव यहीँ समाप्त भएको